अमेरिका कोल्याप्स गर्यो त अमेरिकासित लड्नु भयो इङ्ग्लिसमा जित्नु भएको इङ्ग्लिसमा लडेको त अनि अमेरिकासित कोरियासित चाइनासित लडाइँ गरेको फेरि सिसी कम्पनीमा लडेको त 4 जनालाई मैले चाहिँ 8 जना रहेछ त्यसको 4 जना मात्रै लुकेर बसिरहेछ 4 जना अनि 8 जना 4 जना अगाडि देख्यो भाइ तिमीहरू राम्रोसँग काम गर सबलाई सेटिङ गर भनेर चाहिँ भनेको त कहाँ हो नि हाम्रो जिम्मेवारी हो सबलाई तल लगाउने हामी त कहाँ छोड्छौँ भनेर भनेपछि त कहाँ हो नि 4 जना 8 जना निक्ल्यो 8 जनाबाट 12 जना घायल हुँदाखेरि त कति निक्ल्यो 12 जना त्यसको बुद्धि नपुगेर घायल भएको के अमेरिकन पुगेर आउनु भयो कि अमेरिकन क्याम्पमा काम गरेको हो अमेरिकाले दिए नि मलाई जुत्ता सिल्भर कम्पनीमा काम गरेको सिलोटे त्यति भन्छ अनि अमेरिकामा काम गरेको मान्छे नि अहिले चाहिँ किन त नि त्यही लेख्दै बस्नु भएको कि कसो यहाँ ड्यामेज भयो भने नेपाल ड्यामेज भएपछि अनि 0 पोइन्टमा घस्नु पर्यो नि 0 भनेको अब गाडीको टायर जता गुल्टाइदियो त्यतै जान्छ भकुन्टो भने 0 जता फुटबल खेल्छ त्यतै भाग्नु परेन गुल्टाइदिएपछि त नअडिन्जेलसम्म त्यस्तै हुन्छ यस्तै हो जिन्दगी भनेको अब त्यही भएर त विदेश जानको लागि त यहाँ अझै पढ्न पर्यो नि कल्चर सेटिङ पढ्नु पर्छ तपाईँ 3 पढेको मान्छे अनि भन्नुहुन्छ अनि कसो हो त नि अनि भाइरल पक्रेको नि भाइब्रेसन भनेको हावा के बाहिरको हावा पक्रेर नामै हावागिरी राखिदिएछ हावागिरी हावागिरी हावादारी भन्छन् हावागिरी भन्छन् तपाईको नाम हावागिरी हावागिरी भन्छन् त अनि ल भाइ तिमीहरूले नारायणको नाम नि जाने रहेछौ अब बोलाउने नाम नि जाने त्यही भन्नु त नि बाबु भनेर किन रहेछ भने त नि उनीहरू बोलाएछन् आफ्नो खाएर बोले नि मैले खाएको होइन आफ्नो खाना आफै त लाउँछ नि जेसुकै भनेर म मेरो काम छोडिदिनु के अरे भने त हेर्नु आफ्नो खाएर अर्कालाई भाइरल